नमस्ते। मौसम केन्द्र गान्तोकबाट बोलिरहेको छु अनि आज प्रस्तुत गर्न गइरहेको छु साप्ताहिक मौसम समीक्षा र सिक्किममाथि 2 हप्ताको लागि मौसम पूर्वानुमान। आज दिनाङ्क 12 मार्च 2026। रूपरेखा। महत्त्वपूर्ण सिनेप्टिक परिस्थितिहरू सिक्किममा थाहा भएको वर्षाको वितरण, थाहा गरिएको जिल्ला अनुसार औसत वर्षा मिलिमिटरमा, विभिन्न स्थानहरूमा वास्तविक मौसम, आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान, सिक्किम राज्यको लागि मौसम पूर्वानुमान बुलेटिन। महत्त्वपूर्ण सिनेप्टिक परिस्थितिहरू। 5 मार्च 2026 मा दक्षिण आसाम र वरपरका क्षेत्रहरूमा औसत समुद्री सतहभन्दा 0.9 किलोमिटर माथिल्लो वायु चक्रवाती परिसञ्चरण कायम रह्यो। 6 मार्चमा उत्तर पूर्वी आसाम र वरपरका क्षेत्रहरूमा समुद्री सतहभन्दा 1.5 किलोमिटर माथिल्लो वायु चक्रवाती परिसञ्चरण थियो। 9 मार्चमा उत्तर पूर्वी आसाम र छिमेकी क्षेत्रहरूमा माथिल्लो वायु चक्रवाती परिसञ्चरण उत्तर पूर्वी आसाम र छिमेकी नागाल्यान्डमा औसत समुद्री सतहभन्दा 1.5 किलोमिटर माथि रहेको थियो। 10 मार्चमा उत्तर पूर्वी आसाम र छेउछाउको नागाल्यान्डमा समुद्री सतहभन्दा 1.5 किलोमिटर माथिल्लो वायु चक्रवाती परिसञ्चरण कम चिन्हित भएको थियो। 12 मार्च 2026 03 UTC सर्फेस चार्ट। 12 मार्च 2026 0 UTC अप्पर एयर चार्ट। 12 मार्च 2026 सैटेलाइट इमेज। सिक्किममा थाहा भएको वर्षाको वितरण। थाहा गरिएको जिल्ला अनुसार औसत वर्षा मिलिमिटरमा। विभिन्न महत्त्वपूर्ण स्थानहरूमा भएको वास्तविक मौसम। गान्तोक, तादोङ अनि पाक्योङको वास्तविक दैनिक न्यूनतम तापमान। आगामी 2 हप्ताको लागि मौसम पूर्वानुमान। पहिलो सप्ताह 13 देखि 19 मार्च 2026 सम्म, दोस्रो सप्ताह 20 देखि 26 मार्च 2026 सम्म। पहिलो सप्ताह वर्षा सामान्य अनि सामान्यभन्दा बेसी रहनेछ। अधिकतम तापमान सामान्य अनि सामान्यभन्दा कम्ती रहनेछ अनि न्यूनतम तापमान चाहिँ सामान्य अनि सामान्यभन्दा बेसी रहनेछ। दोस्रो सप्ताह वर्षा सामान्य रहनेछ, अधिकतम तापमान पनि सामान्य अनि न्यूनतम तापमान पनि सामान्य रहनेछ। सिक्किम राज्यको लागि 7 दिनको मौसम पूर्वानुमान बुलेटिन। सिक्किम राज्यको लागि 7 दिनको मौसम चेतावनी। अर्को साप्ताहिक मौसम रिपोर्ट 19 मार्च 2026 मा जारी गरिनेछ। हेर्नु भएकोमा धन्यवाद।